हेलो गाइज, यो चाहिँ हाम्रो मदरबोर्ड हो। कम्प्युटर बनाउँदाखेरि राख्ने कुरा यो मेन मदरबोर्ड यही हो। कम्प्युटर बनाउँदाखेरि चाहिने चिजहरू यसमा चाहिँ सम्पूर्ण चिजहरू चाहिँ यसैमा बस्छ, जस्तै सिपियु, र्याम, हार्ड डिस्कहरू सबै यसैमा राख्ने हो, यसैमा बस्ने हो। अब यो चाहिँ फिट गर्दाखेरि, केसिङभित्र फिट गर्दाखेरि यसमा चाहिँ सबै कुराहरू यसमा जोडिन्छ। जस्तो यहाँ चाहिँ सिपियु राखिन्छ, मेन प्रोसेसर सिपियु यानि सेन्ट्रल प्रोसेसर युनिट भन्छ। यो मेन चाहिँ यसमा राख्ने हो। यसमा चाहिँ तपाईँको M.2 भनेर स्टोरेज डिभाइसहरू, हाम्रो फाइलहरू सेभ गर्दा राख्ने चिजहरू राखिन्छ त्यसमा। अब यो चाहिँ तपाईँको USB पोर्टहरू, थन्डरबोल्ट पोर्टहरू भयो, यो पनि USB पोर्टहरू भयो, वायरलेस भयो, ल्यानको पोर्ट भयो। यो चाहिँ मदरबोर्डमै हुन्छ सबै। यो चाहिँ वायरलेसको ज्याक भयो, यसमा चाहिँ वायरलेस पनि छ वायरलेस। अनि यो चाहिँ 3.0 USB को कनेक्सनहरू भयो। यो बोर्डहरू चाहिँ तपाईँको यो चाहिँ कुनै प्रब्लम पर्दाखेरि डिबग लाइट बल्न्छ के को प्रब्लम भनेर, त्यसको लागि सजिलो हो। यो चाहिँ प्रोसेसर राखेको, यो सिपियु राखेको। यहाँनिर चाहिँ तपाईँको स्टोरेज यानि पहिला हार्ड डिस्क भन्थ्यो, अहिले चाहिँ M.2 NVMe भन्छ, स्टोरेज डिभाइसहरू राखिन्छ यहाँ चाहिँ। अनि यसले ठ्याक्क छोपिन्छ, यसलाई चिसो बनाउनलाई राखेको छ यो हिटसिङ भन्छ यसलाई। अनि यो चाहिँ हाम्रो मेमोरी र्याम हो। र्याम चाहिँ यसमा 4वटा स्लटमा राखेको हुन्छ, यो चाहिँ 2टा राखेको छ। अब यो चाहिँ M.2 को लक र ग्राफिक कार्डको लकहरू यसरी राखेको हुन्छ, आजकल निकाल्न राख्न सजिलो हुने गरी। ग्राफिक कार्ड भयो यही हो। अब यसमा चाहिँ PCI स्लटहरू, ग्राफिक कार्डहरू राखिन्छ। यो जानकारी दिनको लागि सानो भिडियो बनाएको यो। हेरिदिनु भयो, यहाँहरूलाई धन्यवाद। PC कम्प्युटर बनाउँदा याद गर्नुहोला सबै चिजहरू। थ्याङ्क यू फर वाचिङ।